स्वागत छ सबैजनालाई। आज चाहिँ मैले एउटा यस्तो ग्रामरको टपिक इङ्ग्लिस ग्रामरको टपिक लिएर आएको छु जसको जगमा चाहिँ सबै इङ्ग्लिस लुकेको छ क्या। सबै इङ्ग्लिस त्यसकै बेसिसमा बनेको छ। हेर्नुहोस् है, यो रहेको छ सब्जेक्ट भर्ब एन्ड अग्रिमेन्ट अन्तर्गतको एउटा गोल्डन रुल हो है। यो यति जान्नुभयो भने सेन्टेन्स हजुरले करेक्टली बनाउन सक्नुहुन्छ, ग्रामर मिलाउन सक्नुहुन्छ। विद्यार्थी भाइ बहिनीहरू 9, 10को 11, 12को होइन ब्याचलर लेभलको इङ्ग्लिसले गर्दाखेरि समस्यामा हुन्छ। ग्रामर जान्नुभएको छैन भने पनि यो काम लाग्छ, कम्पिटिटिभ एक्जामको लागि पनि काम लाग्छ र जिरोदेखि नै इङ्ग्लिस जान्दै हुनुहुन्छ भने पनि यो चाहिँ जान्नै पर्छ है हजुर। ल सुन्नुहोस्, हि इट राइट्स, यो करेक्ट हो होइन? यहीँनिर हजुरहरूले गल्ती गर्नुहुन्छ। हि इट्स राइस हुन्छ। यो मैले धेरै बेसिक स्ट्रक्चर लिएर आएको छु ताकि सबैले बुझ्न सजिलो होस् भनेर। दे हेज गन टु पोखरा, यो सुन्दैमा कति अक्वार्ड लागिरहेको छ। के हुन्छ? दे हेभ गन टु पोखरा हुन्छ। अब हजुरहरूले यो दुईवटा सेन्टेन्सबाट, यो दुईवटा इक्जाम्पलबाट के कुरा बुझ्नुहोस् भन्दा, जहिले पनि प्लुरल सब्जेक्ट आयो भने जहिले पनि के लाग्छ? प्लुरल नै भर्ब लाग्छ। र सिङ्गुलर सब्जेक्ट आयो भने जहिले पनि के लाग्छ? सिङ्गुलर नै भर्ब लाग्छ। जस्तो हि, सी, हि भनेको ऊ भनेको एउटा त छ नि त्यहाँ व्यक्ति होइन र? सी भन्दा को? उनी होइन, प्रोनाउन हुने हो। हि भनेको केटाहरूलाई जनाउने, यो जुन मेल पर्सनालिटिजहरूलाई जनाउनको लागि हिको प्रयोग हुन्छ भने फिमेललाई जनाउनको लागि के हुन्छ? सीको प्रयोग हुन्छ। हि, सी, इट, सबिना, बिन्दु यसरी आउन पनि सक्छ। कहिले कहिले त्यहाँ सबिना बिन्दु भनेर आइदिएको हुन्छ अनि हजुरहरू कन्फ्युज हुनुहुन्छ क्या है। राकेश है, यसरी आए पनि यसले के लिन्छ? भर्ब 5 लिन्छ। हि, सी, इट, सबिना, बिन्दु, राकेश यो सबै भनेको एउटा सिङ्गुलर हो। सिङ्गुलर भन्ने बित्तिकै एउटा भनेर जनाउँछ क्या, त्यो सिङ्गुलर भनेको त्यस्तो हो। त्यो एक वचन बहुवचन भनेर पढ्नुभयो नि नेपालीमा, एक वचन भनेको है त्यो भनेको। अनि यस्तै जहिले पनि के लिन्छ? भर्ब 5 लिन्छ। ह्याज लिन्छ यदि ह्याज र ह्याभमा चुज गर्नु पऱ्यो भने। अनि त्यस्तै अर्को के लिन्छ? इज लिन्छ अनि वाज लिन्छ यदि पास्टमा कुरा गर्नु पऱ्यो भने है। अनि अर्को रहेको छ दे, वी, यु, आई। आई भनेको म आफू एउटा भए पनि यो आई जहिले पनि आईलाई के को रूपमा लिन्छ? प्लुरल नाउनको रूपमा लिन्छ। प्लुरल त्यसैले यस्तै प्लुरल भर्ब लिन्छ। दे, वी, यु यो सबैलाई हामी के को रूपमा लिन्छौँ? प्लुरल भर्ब्सको रूपमा लिन्छौँ। मेनी एप्पल्स होइन, एप्पल्स अथवा धेरै भनेर जनाउने शब्द आउने बित्तिकै त्यसले के लिन्छ? भर्ब 1 लिन्छ। ह्याभ लिन्छ त्यस्तै ह्याज र ह्याभमा। अनि आर लिन्छ त्यसले, इज लिँदैन है। अनि वेयर लिन्छ यदि पास्ट टेन्सको कुरा गर्ने हो भने है। त्यही भएर चाहिँ हजुरहरूले यो जान्नै पर्छ है। यो विशेष गरी यति नबुझ्नाले धेरै विद्यार्थीहरू मैले मेरो अनुभवमा, व्यक्तिगत अनुभवले पनि भन्छ मलाई कि 9, 10, 11, 12 ब्याचलरसम्मको विद्यार्थीहरू अझै पनि यति कुरोमा कन्फ्युज हुनुहुन्छ। अझ विशेष गरी गभर्मेन्ट स्कुलको बेस भएको विद्यार्थी भाइ बहिनीहरू है। त्यही भएर यति जान्नुहोस्, यो चाहिँ एकदमै फाउन्डेसन हो है। यस्तै म अरू विभिन्न भिडियोहरूमा इङ्ग्लिसका सम्पूर्ण रुल्सहरू बताउने छु होइन। थ्याङ्क यू सो मच फर वाचिङ।